राष्ट्रिय स्वतन्त्र पार्टीले किसान मजदुरको काम गर्दैन। राष्ट्रिय स्वतन्त्र पार्टीले पुँजीवाद लाच्छ घन्टीले पाउने 10,000 हो। त्यसमा नि कस्तो भयो भने हाम्रै क्षेत्रको मान्छे उठाएको भए त्यो हजुरको 100 मा 100 10,000 आउँथ्यो त्यसलाई। तर ल्यायो 2 नम्बरको मान्छे। 2 नम्बर क्षेत्र पनि त्यो पनि अलि कुनैमा इन्डियाको छेउमा हुन बर्डर साइडतिरै हो। महागढीको अलि ब्याक साइडमा छ उसको के कुना भन्ने ठाउँको मान्छे हो। तर यहाँ 3 नम्बरको जनताले उसलाई चिनेको छैन। त्यो भन्दा माथि मैले देखाएको छैन भोट। किन म आज धेरै गाउँ डुलिरहेको छु। धेरै जनता रोइरहेछन्। तपाईँ जस्तो मान्छेको चाहिँ हामी के गर्ने? रासपा हामी बसेर के अस्तित्व छ? आज रासपाले गरिब पिछडिएको किसान मजदुरलाई हेर्नेवाला छैन। म ठोकेर दिन्छु यो। र जुन पुरानो पार्टीको हो त्यही पार्टीको सरदरमा गइसकेको छ। काम गर्ने नेता चाहियो। र मैले 23,000 भोट लेखेर तपाईको घरमा कतिजना हुनुहुन्छ, तपाईको नाम के हो, तपाईको मोबाइल नम्बर कति हो, सबै मेरो डायरीमा छ। तपाईँ पत्याउनुहुन्न भने डुम्बरन आएको बेला म हजुरलाई देखाउन सक्छु। 180 जनाको नामै छ मसँग। 180 जना एउटा घरबाट समथिङ 10 जना रहेछ भने ल हिसाब गर्नु त्यहाँ कति सेभ भयो। त्यो 180 जनाले आफन्त सबै बटुललाई कति हजार भोट आउँछ तपाईँ आफै हिसाब गर्नुहोस्। मैले यदि राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको भए 12 जिल्ला क्षेत्र नम्बर मैले 20,000 भन्दा माथि भोट ल्याएर यो जनतालाई मैले काम गरेर देखाउने हो। मलाई राजनीति गर्नु छैन। मलाई काठमाडौँमा घर बनाउनु छैन। मलाई केही छैन। मेरो बाबुबाजेको सम्पत्ति छ। म आफूले दुबईमा माओवादीले टचर दिएर म दुबई गएर 10 वर्ष बसेर हेटुना एउटा घर किने घर पनि बनाएको छु। हैन, सम्पत्ति भनेको मैले कमाएको त्यही एउटा हो। म यहाँ मेरो बाबुबाजेको टन्नै छ। 2.5 बिघा जग्गा छ। हामी 4 दाजुभाइ अहिले सम्पन्न, सबै दाजुभाइ अहिले सम्पन्न जस्तो भइसक्यो। हामीलाई कुनै त्यो अब गर्न त कान्छो भाइ कतार गएछ। साइलो एउटा व्यवसाय गर्छ। गण्डकी प्रदेशको अध्यक्ष पनि भएछ। ऊ महासङ्घको सचिव पनि हो। भनेदेखि मैले के जोड्न खोजेँ भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले किसान मजदुरको काम गर्दैन। अर्को कुरा, राष्ट्रिय स्वतन्त्र पार्टीले पुँजीवाद लाच्छ। यो मजदुर किसान पिछडिएका दलितलाई हेर्दैन। यो निश्चित छ। जब मैले तपाईसँग एउटा क्वेसन गरेँ कि तपाईहरू सर्वहारा नेतृत्व गर्ने भन्नुभयो, भुइँ मान्छे भन्नुभयो, तपाईहरू हरेक कुराको चाहिँ पोइन्ट बोल्दै जानुभयो। तर आज खोइ त जनताले के पाउँछ त? अब म र कुलमान 1 घन्टा 2 बजेबाट 3 बजेसम्म 2 जना यस्तै गरी टकिङ गरेको। हामीले टकिङ गर्दै जाँदा उहाँले मलाई 10 वटा क्वेसन उहाँले सोध्नुभयो। मैले 8 वटा क्वेसन सोधेँ। त्यसको उहाँको र मेरो ठ्याक्कै मिल्यो। उहाँले भन्नुभयो, अधिकारीजी भोलि तपाईँले जसरी रासपा बनाउनु भयो तपाईँको क्षेत्रमा त्यसरी भोलि गएर उज्यालो नेपालको लागि जनताले तपाईँलाई साथ दियो भने म तपाईँलाई अहिले जुन तपाईँको आँखाबाट आँसु आयो त्यसको चाहिँ म पुरा तपाईँलाई निर्भर गर्छु कि यो पुँजीवाद म लाग्दिनँ। मैले जनताको काम गर्ने नेता बनाएर तपाईँलाई लान्छु। त्यही भएर म लाग्यो उज्यालो नेपालमा। माहौल हेर्दा जुन मैले बनाएको साथीहरूमा 23,000 मा अहिले 10,000 मा झरेको छ। घन्टीले पाउने 10,000 हो। त्यसमा नि कस्तो भयो भने हाम्रै क्षेत्रको मान्छे उठाएको भए त्यो हजुरको 100 मा 100 10,000 आउँथ्यो त्यसलाई। तर ल्यायो 2 नम्बरको मान्छे। तर यहाँ 3 नम्बरको जनताले उसलाई चिनेको छैन। एउटा रविलाई चिन्यो भएर उसलाई भोट हाल्यो भने 10-12 हजार भोट आउला। त्यो भन्दा माथि मैले देखाएको छैन भोट। किन म आज धेरै गाउँ डुलिरहेको छु। धेरै जनता रोइरहेछन्। तपाईँ जस्तो मान्छेको चाहिँ हामी के गर्ने? रासपा हामी बसेर के अस्तित्व छ? तपाईँले जुन हिसाबले हिजो एउटा झन्डा र एउटा ब्यानर लिएर चोकमा भाषण गरेको रिपोर्ट सबै अहिले तपाईँको स्पष्ट छ। आज रासपाले गरिब पिछडिएको किसान मजदुरलाई हेर्नेवाला छैन। म ठोकेर दिन्छु यो। र जुन पुरानो पार्टीको हो त्यही पार्टीको सरदरमा गइसकेको छ। त्यसैले मैले नेपालमा धेरै नबोल्ने, धेरै कुराहरूको कसैको पनि नकाट्ने, इमान्दारी सक्षम मान्छे मैले कुलमान नेपालमा भेटाएको छु। उहाँको पछि ल्याएको छु। तर भोलि गएर उहाँ पनि पुरानै पार्टीको तर्फ फर्किनु भयो भने म कुनै पार्टीमा लाग्नेवाला छैन।